हेलो एभ्रिवान, हाउ आर यु अल अफ यु? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आजको स्त्री सम्बन्धी रियालिटी स्टोरी छ, सबैजना ध्यान दिएर हेरिदिनु होला। इम्पोर्टेन्ट मेसेज छ होइन। स्त्रीको के कस्तो छ भने, स्त्रीले जुनसुकै जे जस्तो गरे पनि तर स्त्रीले दुःखै पाउनुपर्ने, दुःखै फेस गर्नुपर्ने होइन। कहिल्यै स्त्रीले खुसी भएर बस्न सकेन। किनभने होइन, हामीले लभ म्यारेज गऱ्यो भने पनि दुःखै पाउने, इन्टरकास्ट म्यारेज गऱ्यो भने पनि दुःखै पाउने होइन। अलि दया माया पलाउने माघी विवाह भयो भने माइती तर्फबाट अलि दया माया पलाउँछ होइन। अनि पहिलो तर्फबाट त त्यही हो, खाना बनाउन नआयो भने तेरो आमा बाउले सिकाएन तँलाई खाना बनाउन, केही काम नआयो भने त्यस्तै भन्ने, हरेक कुराहरू के कुरा अब तपाईँलाई थाहै होला, घरियासी कुरा के हुन्छ होइन, सबैलाई थाहै छ। तर पनि त्यसैले म यो भन्न चाहन्छु होइन, जति पनि छन् हाम्रा अब जात सम्बन्धी त तपाईँलाई थाहै नै छ। अब जात भन्ने कुराहरू यस्तो भइदिएको छ कि अब तल्लो जाति मल्लो जाति होइन, दलित अनि ठुलो जाति बाहुन भन्ने कुराहरू त सबैले अब त्यो बनाएकै छ, मान्छौँ पनि, मानिरहेछन् होइन, सबै मान्छन्। अब त्यसलाई हटाउन अब कोही सक्दैनन्, किनभने पुर्खैदेखि त्यो चलिरहेछ। त्यसैले हामीले बिहा गरे पनि, इन्टरकास्टसँग गऱ्यो भने पनि होइन, त्यो कहिले पोसिबल हुँदैन होइन। एउटा केटाकेटी मात्र ह्याप्पी हुन सक्छन्, तर उनीहरूको प्यारेन्ट्सहरू, मम्मी ड्याडी, सबै अलमोस्ट कोही ह्याप्पी हुँदैन। त्यसैले मेरो यो बिन्ती छ कि होइन, माया गर्नु नराम्रो होइन, पाप होइन। म यो भन्दैन माया नगर्नु, माया गर्नुपर्छ, यस्तो कुरा होइन। माया गर अभियसली, तर माया यसरी गर कि हरेक कुराहरू बुझेर सम्झेर होइन। त्यत्रो प्यारेन्ट्सहरूले पाल्या हुन्छ, त्यत्रो काबिल बनाया हुन्छ, कति दुःख कति फेस गरेर त्यो गरिसकेका हुन्छ। अनि त्यो सब कुछ गरे पछाडि इन्टरकास्ट बिहे गरेपछि पनि होइन, उनीहरूमाथि कस्तो बित्ला, कस्तो के होला, त्यो तपाईँलाई कुनै रियलाइज नहुँदा, कुनै अनुभव नहुँदा होइन। तर त्यस्तो नगर, गलत कदमै नउठाऊ कि केही चिजको पनि प्रब्लम फेस गर्नु पर्यो। मैले पहिला पनि भने, अब स्त्रीले जे जस्तो गरे पनि दुःख पाउनै छ एक दिन, अभियसली पाएकै छन्, पाउने हो नि। त्यस्तै हो, स्त्रीको कहानी त्यस्तै छ। भगवान्ले बनावटै त्यस्तो गरेको छ स्त्रीलाई कि। त्यसैले म भन्छु, गलत नगर होइन, पढ लेख, राम्रो काबिल बन, नसा पानी नगर, एकदम इन्टेलिजेन्ट, एकदम हरेक कुरामा यस्तो बनेर देखाओस् कि आफ्नो समाज, सोसाइटी, आफ्नो मम्मी पापाको पनि नाम होस्, सबैले नाम गरोस्, जे गरोस् कि यस्तो बनेर देखाऊ। बिहे भन्ने कुरा त एक दिन कुनै पनि हालतमा हुनै हो, त्यो भगवान्ले माथिबाट जोडी बनाएर पठाएको होइन। त्यसैले सपर गर, सपरको फल मिठा हुन्छ, टाइम लाग्ला, तर एक दिन कुनै पनि हालतमा राम्रो दिन आउँछ। मेरो भन्नको मतलब यही हो। अहिले अब होइन, कति केटाकेटी कतिजना लतमा फँसेका छन्, ड्रग्स खाने, गाजा, दारू, सिगरेट, बिडी, गुटखा, चुरट भन्ने कुराहरू, कति नसा गरिरहेछन्। आफ्नो जिन्दगी, आफ्नो शरीर, आफ्नो फ्युचर त्यस्तै गरिरहन्। नसा पानी नगर्नु छैन, हेर्नुहोस्, दुनियाँ यति राम्रो छ, यस्तो छ, राम्रोसँग जिउन सिक, राम्रो खाना खाऊ, जुस खाऊ, फलफुल खाऊ, माछा मासु खाऊ होइन, राम्रो भेजिटेबल खाऊ, हरेक कुराहरू खाने चिज जे छ खाऊ, राम्रो शरीर बनाऊ। गरेर केही पाइनेवाला छैन होइन। थाहा छ एक दिन जाने त सबै जाने हुन्। यहाँ धरतीमा जन्मिएपछि एक दिन जानु त हामीले फिक्सै छ कुनै पनि हालतमा। तर जानुभन्दा पहिला आफ्नो यस्तो बनाएर गर कि शरीर राम्रो बनाऊ, आफ्नो नाम बनाऊ, आफ्नो पहिचान बनाऊ होइन। भोलिको दिनमा हरेक कुराहरू राम्रो होस् कि यस्तो काम नगर। आफ्नो मम्मी पापा, आफ्नो फ्यामिली, समाज, सोसाइटी, हरेक कुराहरू चित्त दुखाउने, मन दुखाउने काम चाहिँ कोही नगर्नु क्या। मेरो बिन्ती छ। मेरो आजको मुख्य विषय के हो भने, जति पनि गलत कदम उठाउँछन् त्यसमा स्त्री पनि आउँछन् होइन। एउटा सबै जेन्ट्स र नर वा नारीको कुरा हो होइन। म यो भन्न चाहन्छु, गलत नगर, राम्रो काम गर, राम्रो कर्म गर, हरेक कुराहरू राम्रो गरेर देखाओस्, भोलिको दिनमा केही चिजको कमी नहोस्। अनि एउटा कुरा मेरो अर्को छ,
होइन एउटा यो हाम्रो दहेज दहेज दिन्छौँ नि हामी, दहेज सम्बन्धी केही गिफ्टहरू अब भनौँ नि, नहुने त कहाँदेखि देला। अहिलेको सिस्टम बाइक, कार, पैसा, फ्ल्याट भन्ने कुराहरू, जग्गा जमिन, धेरै कुराहरू दिने बनाएको छ। तर कास यदि हुन्छ भने यस्तो नियम बनाएर देखाइदियोस् प्लिज। केटीतर्फीबाट होइन, केटातर्फीबाट दहेज आउने केटीको घरमा बनाइदेऊ न, कति राम्रो लाग्यो। तर इम्पोसिबल, त्यो कुनै पनि हालतमा हुँदैन। मान्छेहरू त मान्ला नि, यो पागल जस्तो कुरा गरिरहेको छ, यो पागल। तर एक्चुअलमा यो पागल कुरा होइन क्या, यो रियालिटी हो होइन। दहेज यस्तो छ, आफूले ब्याजमा परेर कति साल आफूले मेहनत गरेर दुःख उठाएर कति मान्छे त त्यो बिहा गरेर दिन्छन्, कसरी कुनै पनि हालतमा कस्तो गरेर दिइहाल्छन्। जे दिनु छ दिन्छन्। तर कतिजना फाँसी हालेर मरेका छन्, कतिजना जहर खाएर मरेका छन्, कतिजना कर्ज तिर्न अहिलेसम्म कति साल भइसक्यो मान्छेको, त्यस्तै भएछ होइन। त्यसैले यो सब त हट्नेवाला छैन। तर म यो भन्छु, आफ्नो जति शक्ति छ त्यति दिने हो। उताबाट जति माग आयो यो दिनुपर्छ, यो दिनै पर्ने हो, यस्तो उस्तो होइन।